कहाँ छ न्याय र निष्पक्षता? सन्दर्भ सरकारले विभिन्न समयमा विविध घटनाहरूको अध्ययन गर्न गठन गर्ने छानबिन आयोगको प्रतिवेदनहरू किन फरक फरक र भिन्न किसिमका हुन्छन्? र न्याय सम्पादनको लागि न्यायको आसनमा बसेका न्यायमूर्तिहरूको विवेक किन बन्धक हुने गर्छ? यस्ता प्रश्नहरूले हामीलाई वर्षौँदेखि जकडिरहेको छ, छोडेको छैन। नेपालमा अहिले अक्षम नेतृत्वहरूको बहिर्गमन पश्चात शिक्षित न आधुनिक र नवयुवाहरूको आगमन पश्चात पनि यस्तै खालका उस्तै खालका प्रवृत्ति र घटनाहरू दोहोरिरहनुले हामीमाझ थप दुःखको सिर्जना गरेको छ र हामी आम नागरिकलाई दुःखको सिर्जना त हुने नै भयो, यो देशलाई पनि, यो देशको पनि दुर्भाग्य हो। जेनजी मुभमेन्टको अध्ययन गर्न गत भाद्र 23 र 24 गते भएको जेनजी मुभमेन्टको अध्ययन गर्न गठन गरिएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाए पनि सरकारले कार्यान्वयन गर्ने अथवा त्यो प्रतिवेदन सार्वजनिक गर्ने दुःख गरेन। एउटा जनआस्था भन्ने अखबारले त्यो प्रतिवेदन सार्वजनिक गरिदियो, लिकेज भएर सार्वजनिक भयो र त्यही 23 र 24 को जेनजी मुभमेन्टको प्रतिवेदन अहिले मानव अधिकार आयोगले सार्वजनिक गर्यो, तर पुरै भिन्न किसिमको र भिन्न प्रवृत्तिको, भिन्न प्रकृतिको प्रतिवेदन सार्वजनिक भयो। किन एउटै प्रवृत्तिका मुद्दाहरूमा पनि यस्ता खाले फरक प्रतिवेदनहरू सार्वजनिक हुन्छन्? हिजो गौरीबहादुर कार्कीको चस्माले किन त्यस्तो देख्यो र आज मानव अधिकार आयोगले किन यस्तो देख्यो? यो दुर्भाग्यको कुरा हो। त्यसकारणले भाद्र 23 र 24 को जुन घटना आम नागरिकहरूले पनि प्रष्ट र स्पष्ट रूपमा देखिरहेका छौँ, हामीले पनि देखेकै कुरा हो। तर यो प्रतिवेदनहरू सार्वजनिक भइरहँदा मनमा के लाग्छ मेरो मनमा भने, जहिले पनि सत्ता र शक्तिको तेजले न्याय र निष्पक्षतालाई निल्ने रहेछ भन्ने कुरा मेरो मनमा लागेको छ। तपाईहरुको मनमा के लाग्छ? प्लिज कमेन्ट गर्नुहोला। हस्त नमस्कार।